Hey guys, good morning. Welcome to my another vlog है। अब सधैँ जस्तो म डेली भ्लग ल्याउन सक्दिनँ किनभने ड्युटीले गर्दा है। तर आज छुट्टी छ र हामी एकछिन बाहिर जाँदैछौँ है। कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हुसेन सागर भन्ने जग्गा जाँदैछौँ है, जहाँ चाहिँ अब एकदमै पुरानो इतिहास छ त्यहाँनिर है। त्यहाँ लिएर जानेछु र पहिला चाहिँ हामी बुढियाको चेकअपको लागि जानेछौँ, डाक्टरको रिचेकअपको लागि बोलाएको छ र हामी त्यहाँ जानेछौँ फर्स्ट चाहिँ है। पनि रेडी भइसक्यो, यता हेर्दै न यता पुरै मुस्लिम जतिकै भइसक्यो भने चाहिँ हामी आइसकेको छु। हेलमेटले चाहिँ पुरै केसहरू बिगारेछ नि त। यो अस्ति भने चाहिँ यो मान्छे धेरै डराइरहेको थियो है। आज चाहिँ दुखेको छैन होइन, अलिअलि चाहिँ दुख्दैछ है, फिलिङ पनि छैन अहिले चाहिँ। र डाक्टरले 11:30 आउनु भन्नुभएको थियो र चाबी झऱ्यो। कति बज्यो अहिले? 11:40 भएछ है। हामी आइपुगिसक्यौँ। अब डाक्टर देखाएर चाहिँ हामी घुम्नु जान्छु, तपाईँहरूलाई लिएर जान्छु। साथमा हेरिराख्नुहोस् होला है साथीभाइ। तिमी यहाँ गाडी बस्थ्यौ, म भित्र गएर चेकअप गर्छु। म्याडम आए डाक्टरलाई बुढियाले एकछिन दाँत देखाउँदाखेरि चाहिँ म चाहिँ एकछिन यहाँनिर छेउमै रहेछ बाइक सप, तर बाइक नधोएको पनि धेरै दिन भएको थियो र बुढियालाई भनिराखेँ तिमी देखाउँदै गर, म एकछिन बाइक धोएर रेडी राख्छु। त्यहाँदेखि कितना टाइम लगेगा आपको? मेरा भी है वॉच एग्जिट। ड्राइभिङ स्टार्ट भए, गाडी कम्ती मैला छैन भाई। ये तो यहाँ सिस्टम क्या बोलते हैं भैया इसको? फॉर्म। ओके, ये पॉलिशिंग जैसा है क्या ये? हाँ, सेलिंग आता है। लो गाडी चाहिँ चक्काचक बनाएछ है, वास गरेर। बसन्ती, हाम्रो बसन्ती बसन्तीको पनि ट्रिटमेन्ट भयो है, चेकअप भयो। अब चाहिँ हामी जानुपर्ने चाहिँ कहाँ अरे पुनः? कहाँनिर जाँदैछु? हुसेन सागर है पुनः। रेडी? एक्साइटेड? चलो यहाँबाट चाहिँ तपाईँको कति मिनट लाग्छ भने देखाउँदैछ अहिले। लाग्ने रहेछ 20-25 मिनट लाग्ने रहेछ हो। 20-25 मिनट लाग्ने रहेछ र अहिले भने चाहिँ तपाईँको 12:20 भयो है। अब चाहिँ भने जाने है। हल्का हल्का घाम पनि लागिरहेको छ र एकदम दिन पनि दामी छ है। बुढियाको ब्याग है यो, मेरो ब्याग होइन। सो फोन बोक्नुलाई चाहिँ मैले बोकेको है। ठिकै छ, अब जानुपर्ने हो। एक्साइटेड हो, जाउँ न। चलो तपाईहरु पनि एक्साइटेड हुनुहुन्छ होला हो हुसेन सागर हेर्नलाई। ल अब भन्ने चाहिँ लागेकै साथीभाइ। Cruising down the highway, windows down low. Sunset paints the sky in a fiery glow. Mountains rise up, touching clouds above. Valleys below, filled with whispers of love. On this road, every seed's a delight. From sunrise to starlight, day to night. Nature's canvas unfolding so grand. In this journey, we're living unplanned. City streets pulse with energy so bright. Neon signs flashing in the depths. ले भने चाहिँ हामी आइपुगिसकेको छु लगभग हाम्रो यो जुन चाहिँ हुसेन सागर भन्ने जग्गामा है। र एकदमै दामी देख्नु सक्नुहुन्छ। एकछिन यहाँ बाइक राखेर चाहिँ तपाईहरुलाई देखाउने छु है। र हामी त्यहाँ जाने पनि छु है, तपाईहरुलाई त्यहाँ लिएर जाने छु। र हेर्नुस् है, यहाँबाट चाहिँ हुसेन सागर चाहिँ यस्तो छ है। अहिले भने चाहिँ अलिक ठिक भयो है। र त्यो पछि देख्नु हुँदैछ नि जुन चाहिँ के अरे मूर्ति देख्नु हुँदैछ नि, त्यो बुद्ध भगवानको मूर्ति हो है। हामी त्यहाँ जानेछौँ बोट मार्फत है। त्यहाँनिर त्यसै जानु सकिँदैन, बोट छ यता है। अब हामी त्यहाँ गएर चाहिँ तपाईँलाई देखाउने। र एकदमै गरम छ, घाम पनि पुरा लागिरहेछ है। यहाँ आइसक्रिम दोकानमा आएर चाहिँ यहाँ आइसक्रिम भाइ मलाई कुल्फी वाइटवाला रहता ना, ठीक है कुल्फी पैसा छ तिम्रो? एकदमै घाम लाग्यो है, आँखा खोल्न सकेन। पानी चाहिँ त्यति सफा छैन, तर दिन चाहिँ बढिया छ है। एकदमै दामी छ, खुबसुरत सिन देख्छौँ यहाँबाट। भिडियो साह्रै लामो भएको कारणले गर्दा अर्को भिडियोमा फेरि हाल्ने छु है, हुसेन सागर ब्लग। धन्यवाद।